र म निस्किसकेँ अब चाहिँ र कालिम्पोङमा एकदमै गरम रहेछ है अहिले बिहानी पख चाहिँ बिहानी भन्दा पनि तपाईँको 1 साढे 1 भइसक्दैछ लगभग गरम चाहिँ निकै नै छ है र यो गरमले चाहिँ मार्ने रहेछ है मैले केही त्यस्तो किट्सहरू लिएको छुइनँ घाम भने एकदमै छ र कालिम्पोङको यस्तै हो कालिम्पोङको गरम है अहिले पानी पऱ्यो भने डरलाग्दो पर्छ घाम लागेपछि फेरि यस्तो गरम है अहिले हो भने चाहिँ म यतापट्टि टिभीएस सोरुमको त्यहाँ आइपुगेको छु है र म चाहिँ बजारमा काम छ मेरो है त्यही भएर छिटो छिटो निस्किएको र तपाईँहरूलाई के कस्तो एङ्गल लाग्छ है भनिदिनु होला मलाई थाहा त छैन के कस्तो देख्दैछ र पनि है ठिकै होला र म ट्राफिकको त्यहाँ आइपुगिसकेको छु म ट्राफिकको त्यहाँबाट झरिसकेँ र म अहिले मेला ग्राउन्डको माथिल्लोपट्टिबाट जाँदैछु है र हावा पनि कम्ती रहेछ पछाडिको टायरमा है घरिघरि त के हुन्छ इन्डिकेटर पनि ब्लिङ्क पो गर्छ त प्लिक प्लिक बिना पत्तामा र मेरो हावा एकदमै कम्ती भएछ है पछाडिको टायर किन यताउता पुरा कुद्दैछ र म मेन रोडको अवस्था कालिम्पोङ है आज चाहिँ टायर फेराउँदैछ न्यू टायर ओल्ड टायर एउटा पनि ग्रिप छैन टायरमा चाहिँ र है मेरो अगाडि चाहिँ एकजना राइडर जाँदो रहेछ है फुल ग्याससँग है तपाईँको बोटदेखि लिएर सबै है म चाहिँ राइडिङ ड्रेसमा रहेछ अहिले हो म भन्छ अगाडि लागिसक्यो उसले जानेको इसारा दियो है किन म बिस्तारै आउँदै थिएँ र उसले जानु भन्यो है र मेरो पनि टर्न ब्याग छ पछाडि है र अब यस्तो जाम हुन्छ हो सबलाई हतार अगाडि जानुको लागि आरामले जाउँ यहाँ आइसरलाई हेरौँ अलिक अगाडिबाट काटौँ कैसा होता है र अलगढा बजारको उकालो हो यो है यहाँमाथि धेरै अप्ठ्यारो छ यहाँ तल पनि त्यो उकालोमा पनि पहिला भत्की बस्थ्यो तर अहिले त बनाइछ है अलगढा चाहिँ चिसो छ जहिले पनि है त्यहाँ चाहिँ प्रायः घाम चाहिँ देखिँदैन यस्तै हो जहिले पनि है चिसो मात्रै हुन्छ तपाईँहरू यो अलगढा चोक है यो चोकबाट तपाईँहरू यता राइट भयो भने तपाईँहरू लाभा जानु सक्नुहुन्छ तर म जाने पनि राइट हो म चाहिँ राइट भएर पेदुङ माथिल्लोबाट गए पनि पुग्छ है लाभापट्टिबाट हामी रिसप 6 माइलदेखि रिसप भएर निस्किनुपर्छ है यो बाटो चाहिँ हामी पेदुङ भाया कागे
त्यसले चाहिँ हाम्रो गाउँमा मर्या बस्ती है। मलाई चाहिँ आफ्नो गाउँ चाहिँ है राम्रो लाग्छ, युनिक लाग्छ र आफ्नो गाउँलाई म प्रमोट गर्न चाहन्छु है। तपाईँहरू सपोर्ट गरिदिनुहोस्, माया देखाइदिनुहोस् मलाई है। र अलगढाको ग्राउन्ड यस्तो छ अहिले। कालिम्पोङ टु कागे 3 बजेको सर्भिस पनि फर्किसक्यो है। म धेरै ढिलो छु आज। बिहान छिटो हिँड्छु भनेर सोचेको थिएँ है, तर के गर्नु कामै नसकेर ढिलो भइगयो। त्यही पनि टायर पनि फेर्नु पऱ्यो नि त। टायर फेर्नुले गर्दा झन् ढिलो हो। टायर नफेरि पनि नहुने हालत भइसकेको थियो नि त मेरो चाहिँ, चिल्लो टायर भएर। धुममा चाहिँ हेर्नु न यस्तो डर लाग्दो छ अन्त। ल देउराली आइपुगे। अलगढाको मेन जङ्गल है, एकदमै चिसो हुन्छ यो जग्गा चाहिँ। यहाँ चाहिँ हिउँदो न बर्खा है, कहिले पनि घाम नलागिने जग्गा चाहिँ यही हो है। यति बेग्ने चिसो हुन्छ नि यहाँ चाहिँ। यो बाटो चाहिँ छोडेको छ है, जुन चाहिँ त्यो तल्लो बाटो अघि अलगढा पट्टिबाट मैले लाभा जाने बाटो भने त्यो बाटो चाहिँ NH17 पर्छ है, क्या आधी पर्छ। र त्यो बाटो चाहिँ एकदम राम्रो छ है। तर यो बाटो चाहिँ हेर्नु न के सानो छ हो। अर्को गाडी आयो भने त आफू त कुलोमा झोरीमा, जग्गा जग्गामा त ठुलो छ नि, त्यहाँ हराइगएको छ। अन्त अब यस्तो हुन्छ, अन्त जग्गा जग्गा हराइजान्छ है। मेरो क्यामेराको एङ्गल पनि निकै अफ भएको जस्तो लाग्यो। अब तपाईँहरू डाउनमा बनाउँछु ल म। ल अब त अलिक डाउनमा है। र म चाहिँ 20 माइल तोपखाना आइपुग्न आँटिसकेँ। यो गाडी चाहिँ अघि मेरो अगाडि लागेको गाडी है, मेरो ठिक अगाडि छ। म पर बिसाएँ नि त। यस्तो छ बाटो चाहिँ हो। धन्न र ABS-हरू मात्रै है। ABS चाहिँ झ्याप्प लाग्यो भने बिस्तारै गरेर झ्याप्प लाग्छ। नर्मल बाइकहरू हो भने चाहिँ है घ्याच डङ्ग ठोकिहाल्थ्यो। ABS-को चाहिँ त्यति फाइदा। फेरि यो यसको सस्पेन्सन एकदम दामी छ है। यो टायर देख्दा अग्लो देख्छ है, तर यसको अगाडिको सक्कर हेभी दामी हुन्छ है। किनकि तपाईँले झ्याप्प ब्रेक लाउँदाखेरि है तपाईँ हुत्तिने चान्स हुँदैन। अरू बाइक चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको झ्याप्प ब्रेक लाउँदाखेरि चाहिँ वात टायर स्लिप हुन्छ, तर यो चाहिँ हुँदैन। किन सक्करले पुरा काम गराउँछ नि त। त्यही मात्रै अगाडि पनि ABS पछाडि पनि ABS हो। यसको नम्बर हो त है, हाकेर कुद्नुपर्ने। तर यो गाडी चाहिँ एकदम ढिलो कुद्दो रहेछ हौ। कि म छिटो कुदेको हो कि? यो गाडी चाहिँ फुत्तै आइदियो भने चाहिँ के होला मेरो हालत चाहिँ। यो माथिको तपाईँ देख्नुहुन्छ सबै आर्मीको क्वार्टरहरू है, आर्मीको बस्ने जग्गाहरू है। यो चाहिँ आर्मी कम्पाउन्ड हो। यो रोड जुन उँभो चाहिँ यस्तो दामी छ कि यो आर्मीहरूले जग्गा है। आर्मीहरू चाहिँ एकदम दामी पर्छ। यहाँ चाहिँ आर्मीहरूको ट्रेनिङ सेन्टरहरू प्रायः ट्रेनिङ चाहिँ यहाँभित्र गराउँछ आर्मीहरूलाई है। यो ग्राउन्डमा गराउँछ आर्मीहरूलाई ट्रेनिङ। यस्तो दामी छ कि, यस्तो दामी मतलब सबै कुरो गराउँदो रहेछ त्यहाँनिर चाहिँ हो। स्पिड 30 अरे, तर म अहिले 35-36 कुद्दैछु। 1-2 पोइन्ट बेसी है।
यता चाहिँ पानी अघि चाहिँ आएछ है। धन्दा म अलिक ग्यारेजतिर काम गरेको पनि ठिकै भएछ पानी हो। यो गैरीमा चाहिँ कसरी पऱ्यो फेरि? रोडको चाहिँ सुकेको रहेछ है। यता गिल्लो छ, त्यहाँ टर्निङमा चाहिँ सुकेछ है, घामले भेट्यो होला कि त्यस्तो रुखले छल्लेर गर्दा यस्तो परेन पानी। मलाई सबसे डर लाग्ने भनेको चाहिँ यो टर्निङहरू हो, यसरी फुत आइदिन्छ नि त। एकखेप त टिस्टाको बाटो बिग्रेको बेला है, जुन चाहिँ त्यो एसके गाडीहरू यो बाटो कुदाखेरि ठुलो 4 चक्केहरू 6 चक्केहरू कुद्दाखेरि त यो बाटो त यस्तो डरसरी हुन्थ्यो कि कुदाउनु पनि, बाटै ढाक्थ्यो। तर अहिले छैन है, अहिले चाहिँ अब राम्रै छ, दुःख सुखको बाटो अहिले है। र फेरि कुन दिन बिग्रिन्छ, अब बर्खा लागिसक्यो है, बर्खा लागेपछि बिग्रिहाल्छ बाटोहरू। फेरि यही बाटो है। SK07 P5555 गाडी नम्बर चाहिँ है, 4 डिजिट चाहिँ सेम रहेछ नि, दामी रहेछ है। खै अङ्कल त सिकाउनु के कस्तो हो बिचको बिचमा, मलाई त साइड दिनु भन्दैन त। जाउँ भनेको ला हो, पानी आयो त, पानी आयो नि हो, पानी आयो पानी आयो पानी आयो पानी आयो पानी आयो। भन्दा नभन्दा पानी त बाक्लै पायो त है। र मैले अगाडि गएर बिसाउने छु। र पानी आयो है, पानी आएपछि चाहिँ अब त्यही हो, फोन भिज्छ। त्यस्तो बाक्लो त होइन भन्दा पनि बाक्लै भन्दा, तर पानी है एक जग्गा रोक्नै पर्ने अवस्था भयो। र म चाहिँ अब यो बाँसको मुन्टो रोकिन्छु।